हेलो गाइज हेर्नु यहाँ धेरै फलहरू छ। फलहरूको गाछीहरू रुखहरू ल तपाईलाई देखाइरहेछु। यहाँ छ स्वीट पोटैटो छ, स्वीट पोटैटो अनि यो भेजिटेबलहरू छ। अनि यो के फलको गाछी हो नाम त जान्दैन, तर फलेको छैन। यहाँ छ कटहरको गाछी, तर यो फलेको छैन। यहाँ हेर्नु यो जम्बुको गाछी हो, जम्बु तर धेरै फलेको छ। अब पाकेको त छैन, तर धेरै फलेको छ, काँचो काँचो छ। म अलि पाकेको हेरेर म एउटा टिप्छु दुईटा खानको लागि। यहाँ छ फलेको त छ धेरै, तर पाकेको छैन राम्रोसित, अलि मिठो लाग्दैन। त्यही हेर्नु यो दुईटा टिपेको अनि धेरै फलेको छ, धेरै छ फलेको। अनि यो के को गाछी हो? लोङ्गनको। लोङ्गन चाहिँ फरे छैन अहिले, यसको सिजन छैन, त्यही भएर फलेको छैन लागेको फल यसमा। अनि यो साबर सुप हो, साबर सुप, यसको नाम चाहिँ साबर सुप हो। यो चाहिँ धेरै अमिलो लाग्छ अनि पाकेको छैन, फर्न त फरेछ, 20 वटा जति फलेको छ। यहाँ पनि छ फलेको, तनी पाकेको छैन, काँचो छ। अनि केरा त धेरै छ, केराबारी छ। यो पनि लोङ्गनको गाछी हो, लोङ्गन फरे छैन, त्यत्तिकै छ, सिजन छैन, त्यही भएर यो फलको नाम हो चिकु। अनि यो फलेछ, हेर्नु कति राम्रो हो, धेरै फले छैन।